आजदेखि प्रभावको विश्वास हामी थाहा गर्छौँ र हामीसँगको परमेश्वरलाई शक्तिशाली हुनुहुन्छ तपाईँ आत्माको ठुलो काम गर्ने परमेश्वर हुनुहुन्छ हामीले तपाईँको नामबाट आज शक्तिशाली वचन सुनेका छौँ आज कुनै वचनहरूमा हामी कसैले घोषणा गर्नुपर्नेछौँ तपाईँसँग रहेको बढाइ प्रभु घटी गणितहरू हामीसँग रहेको अगुवाहरूमा पनि तपाईँ परमेश्वरले काम गर्नुपर्नेछ हामीसँग भएका दोहरू हामीसँग भएका जसरी काम गर्नुभयो तपाईँको नामबाट सुस्त एउटा वचनहरू आएको छ हामी तपाईँ प्रभु वचनको लागि तपाईँलाई Dustaatma niskiza Yesu's nama. Yesu's nama. Hallelujah. Yesu's nama niskiza. तपाईँका मानिसहरू Command in the name of Jesus. तपाईँका मानिसहरू आनन्दित हुनुपर्छ तपाईँका मानिसहरू चाहिँ तपाईँको नाममा हुनुपर्छ Yesu's nama dustaatma niskiza. 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 Satan यो शरीर येशूको रगतले किनेको शरीर तेरो कुनै अधिकार छैन भाग्य गर्छ येशूको नाममा निस्किजा निस्किजा येशूको नाममा फायर अफ द होली येशू ख्रिस्टको नाममा निस्केर जा शाबारी अन्दलाबर फुरिया तपाईको वचन याकुब 4:7 मा लेखेको छ यसकारण आफैलाई परमेश्वरको अधीनतामा राख शैतानको विरुद्ध र त्यो तिमीहरुबाट येशूको नाममा निस्किजा तपाईले भन्नु भएको छ येशूको नाममा निस्केर जा येशू ख्रिस्टको नाममा निस्केर हालेलुया In the name of Jesus. Hallelujah. 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 I command in the name of Jesus. येशूको नाम आगे गर्छु जति पनि दुष्ट आत्मा छ मेरो कुनै अधिकार छैन त निस्किया कुनै नाटक गर्न पाउने छैन येशूको नाममा निस्किया I command आगे गर्छु यो बडीबाट निस्किजा येशूको नाममा निस्किजा येशूको नाममा निस्किजा येशूको नाममा निस्किजा शैतान त यो खुट्टा तानेर गर्न पाउने छैन येशूको नाममा राइट नाउ मेरो कुनै अधिकार छैन निस्किजा येशू ख्रिस्टको नाममा निस्किजा दुष्ट आत्मा निस्किजा मेरो कुनै अधिकार छैन निस्किजा दुष्ट आत्मा निस्किजा त नाटक गरेर बस्न पाउने छैन यो बडीमा यो शरीरमा पूर्ण रूपमा छुटकाराको घोषणा गर्छु येशूको रगतको छाप र प्रखाल यो बहिनीको जीवनमा म घोषणा गर्छु राइट नाउ अहिले नै येशूको नाममा येशूको रगतमा सबै किसिमको दुष्ट आत्माको प्रभाव निस्किजा दुष्ट आत्मा निस्किजा in the name of Jesus निस्किजा come out of this body यो बडीबाट निस्किजा दुष्ट आत्मा निस्किजा Hallelujah. निस्किजा येशूको नाममा निस्किजा येशूको नाममा येशू ख्रिस्टको नाममा निस्किएर जा हालेलुया येशूको नाममा निस्किजा हालेलुया येशूको नाममा निस्किजा हालेलुया निस्किजा सबै किसिमको तितो कुराहरू निस्किजा अक्षमाको कुराहरू निस्किजा बडीबाट निस्किजा येशूको नाममा निस्किजा सबै चोटहरू निस्किजा येशूको नाममा सबै किसिमको प्रभावहरू दुष्ट आत्माको प्रभावहरू
कुराहरू निस्किन्छ यसको नाउँमा निस्किजा यसको नाउँमा निस्किजा प्रार्थना गर्नु सबैजना हालेलुया अन्धकारको शक्ति येशूको नाममा यसै गरी सबै हो दुष्ट शैतानलाई इन्कार गरियो यो ज्ञानी छोरीको जीवनबाट अहिले नै हटिजा भगवतले किनेकी तपाईँकी छोरी प्रभु कुनै अधिकार छैन जीवनमा बस्ने शरीरमा बस्ने तेरो शिरलाई कुल्ची सक्नु भएको छ येशू ख्रीष्टको नाममा हालेलुया निस्केर जा निस्किजा येशूको नाममा तपाईँको नाम के हो तपाईँको नाम के हो तपाईँको नाम के हो के हो नाम के हो ज्ञानी ज्ञानी हो नि उसको नामै के यसुको नाममा यो ठाउँ वरिपरि यसुको रगतको प्रखार भाषा शक्ति ठाउँबाट निस्केर जा यो बडीबाट सबैबाट जीवनमा आउन सकिन्छ हैन तेरो कुनै अधिकार छैन मलाई येशू ख्रीष्टको नाममा निस्केर जा हालेलुया प्रार्थना गर्नु सबैजना हालेलुया येशूको नाममा तेरो नाम के हो तेरो नाम के हो भन भन तेरो नाम के हो भन तेरो नाम के हो भन तेरो नाम के हो भन सबैजना हात राखेर प्रार्थना गर्नु प्रभु धन्यवाद तपाईलाई नताबलले नसक्ने तर तपाईँ प्रभु भन्नुहुन्छ मेरो आत्माले प्रभु तपाईँ प्रभुसँग हामी प्रार्थना गर्दछौँ 12 वर्षसम्म रगत पालीमा परेकी स्त्रीलाई प्रभु तपाईँले छुनुभयो र सँगाई छुटकारा दिनुभयो प्रभु 4 दिनसम्म चिहानमा गाडिएको लाजसलाई तपाईँले बेउताउनु भयो प्रभु तपाईँ येशू ख्रीष्टमा सबै कुराहरू सम्भव छ हामी सबैजना केही समय प्रभुलाई आराधना गरौँ किबोर्ड बजाउनुहोस् मलाई हामी पवित्र आत्मालाई प्रार्थना गर्छौँ जब बाइबलले के भन्छ भने जब दुष्ट आत्मा निस्केर जान्छ त्यो सफा देख्छ र फेरि आउन सक्छ त्यस कारण हामी चाहिँ परमेश्वरको आत्मालाई हाम्रो जीवनमा काम गर्नु श्रापदेखि आएका सबै बन्धनहरूबाट आज छुटकारा दिनुहोस् मेरो शरीरलाई तपाईँको उपस्थितिमा समर्पण गर्छु अबदेखि उसो दुष्ट आत्मालाई मेरो जीवनमा म मौका दिने छैन येशू ख्रीष्टको नाममा तपाईँको पवित्र आत्माले अहिले मलाई भरिदिनुहोस् म तपाईँको आत्माद्वारा भरिन चाहन्छु मेरो विगतका सबै पापहरू तपाईँको रगतले मेटाइदिनुहोस् हालेलुया तपाईँको रगतको छाप मेरो हृदयमा लगाउनुहोस्
तपाईँको पवित्र आत्माको शक्ति अहिले मलाई दिनुहोस् यसुको नाममा। तपाईको वचन लुका 1:37 भन्दछ तपाई परमेश्वरमा चाहिँ असम्भव कुराहरु केही छैन भनेर। प्रभु तपाईलाई धन्यवाद। हालेलुया। तपाईको नाम हालेलुया।
हालेलुया। अघि के भइरहेको अघि दुखिहाल्यो घरबाट आउँदा दुखिरहेको थियो भित्र आउँदा आउँदा समय हुँदै राम्रो हुँदै आयो अहिले कस्तो छ अहिले त राम्रै भएछ अलिअलि दुख्न बाँकी छ अहिले दुखी बाँकी त्यो पनि छैन अहिले त राम्रै भयो अहिले छैन छैन गर्न पाइन्छ